आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रम स्रष्टा र साहित्यको आजको अतिथि विशेष श्रृङ्खलामा स्वागत गर्न चाहन्छु। म प्रस्तोता सुस्मी कणेल। बागमती टेलिभिजन एचडीमा यो कार्यक्रम हरेक हप्ताको शुक्रबार राति 9 बजे र अन्य दिनमा पनि यसै समयमा प्रसारण हुने गरेको विदितै छ। दर्शकवृन्द, हामी साङ्गीतिक प्रस्तुति सुनेर जति मन्त्रमुग्ध हुन्छौँ अथवा गीत सुनेर जति रोमाञ्चित हुन्छौँ, जति महत्त्व गीतलाई दिन्छौँ, एउटा राम्रो गीत बन्नको लागि शब्दहरूको पनि त्यत्तिकै महत्त्व रहन्छ। गीत र साहित्य एक अर्काका परिपूरक हुन्। नेपाली साहित्य र गीतको क्षेत्रमा कलम चलाएर चर्चाको शिखरमा पुग्न सफल व्यक्तित्वलाई आज हामीले तपाईहरू समक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौँ। नेपाली साहित्य क्षेत्रबाट राष्ट्रलाई नै अनुकरणीय योगदान दिइरहनु भएको दिग्गज व्यक्तित्व, चर्चित गीतकार, पत्रकारितासँगै शिक्षण पेसामा समेत आबद्ध रहनुभएका ओम शङ्कर श्रेष्ठजीसँग साहित्यिक साङ्गीतिक विशेष कुराकानी गर्नेछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। कार्यक्रममा यहाँलाई स्वागत छ। नमस्ते। सर्वप्रथम त म पारिवारिक पृष्ठभूमितिर जान्छु। काठमाडौँमा जन्म भयो। बाल्यकाललाई आज कसरी स्मरण गर्नुहुन्छ? बाल्यकाल सबैको सबैभन्दा प्रिय नै हुन्छन्। जति अभाव, दुःख र कष्ट रहे पनि बाल्यकाल एकदमै अर्ग्यानिक खाना जस्तै, एउटा प्रकृति प्रदत्त एउटा सुन्दर प्रकृति जस्तै सबैको बाल्यकाल रमाइलै हुन्छ। जति उमेर बढ्दै गयो स्मरण भइरहन्छ बाल्यकाल। अब मेरो बाल्यकालमा मेरो बुवा एउटा नेपाल आदर्श गनेवाल स्थित स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो। उहाँ करिब 41-42 वर्षसम्म त्यहाँ प्रधानाध्यापक हुनुहुन्थ्यो। घरमा चाहिँ नि बौद्धिक माहौल थियो, अनुशासन कडा थियो। यताउता कचक्क बिजायो भने बुवाको यत्रो हातले चाहिँ नि गालामा ठप्पर पाइन्थ्यो। त्यसैले पनि हामी बच्चैदेखि अलि चाहिँ नि डराउने, अनुशासित, बढी अनुशासित हुनुभयो। तपाईँ लामो समयदेखि शिक्षण पेसामा आबद्ध पनि हुनुहुन्छ। शिक्षण पेसा सँगसँगै तपाईँलाई साहित्य क्षेत्रमा लाग्नको लागि हौसला भनौँ या प्रेरणा भनौँ, कसको मिल्यो र अहिलेसम्म अनवरत रूपमा लागिरहनु भएको छ? अब शिक्षण पेसामा त धेरै लामो समयदेखि लाग्दै आएको अनुभव नै छ। त्यो साहित्यमा चाहिँ नि मैले बच्चैदेखि चाहिँ नि एउटा के भन्छ, मन चाहिँ नि अलिक कारुणिक, अलिक बढी नै भावुक, मोर देन जनरल इमोसन के मेरो अलिक मान्छेलाई हेर्ने, हरेक व्यक्तिकोलाई एनालाइज गर्ने कुराहरू हेर्ने तरिका अलिक फरकै हुन्थ्यो मेरो, अलिक डिफ्रेन्टै। म सत्यको जहिले पनि वकालत गर्थेँ। मेरो बुवाले समेतै पनि कसैलाई चाहिँ नि गल्ती नगरेको मानिसलाई पनि गल्ती गरेको हिसाबले कुरा गर्नुभयो भने म हस्तक्षेप गर्थेँ। बुवा गल्ती भएकै छैन नि, त्यहाँबाट जिद्दी गर्थेँ। थपरै खानु परे पनि। अनि साथै चाहिँ सबै प्राणीप्रति एउटा करुणा थियो होइन, करुणा थियो। मलाई सुखमा रमाएका मानिसहरू भन्दा चाहिँ नि दुःख र अभाव र कष्टमा परेका मानिसहरू देखेँ भने मेरो मन बढी पग्लिन्थ्यो। उहाँहरूप्रति मेरो श्रद्धा जान्थ्यो मन चाहिँ नि। तर अलिक बढी सम्पन्न मानिसहरूले गर्ने हरेक हावभाव र त्यो क्रियाकलापले पनि आफूलाई गिजेर जस्तो, डोमिनेट गरेर जस्तो फिल हुन्थ्यो, अलिक विद्रोही स्वभावको। कथा सङ्ग्रह यथार्थ द रियालिटीलाई आज कसरी स्मरण गर्नुहुन्छ? यो कथा लेख्दै गर्दाको अवस्था कस्तो थियो? कथा मैले लेखेर छाप्दै आएको त पत्रकारिताको सँगसँगै मेरा हरेक पत्रिकाहरू, गरिमादेखि लिएर अब मधुपर्कमादेखि लिएर आफैले काम गरेको नेपाल समाचार पत्रमा, साप्ताहिक सौगातहरूमा, उपहार भन्नेमा छापिरहन्थ्यो। र साथीहरूले के भन्ने गर्थे भने तिमीले धेरै लेख्छौ तर लेखेर कहिले अभिलेख राख्दैनौ भन्ने। त्यही हिसाबले त्यसलाई बाटुल गरेर गरेको एउटा कथाको रूपमा आयो, कथा सङ्ग्रह निस्क्यो। दिगो प्रकाशनले पुण्य प्रसादजीले निकालिदिनु भयो। त्यो चल्यो पनि अहिले बजारमा सकिसक्यो। मसँग एउटा मात्र पिस बाँकी छ। त्यसलाई सम्हालेर राख्नु होला। तपाईँका दुई उपन्यासहरू सम्बन्ध, रिलेसनसिप, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा विमोचित पनि भएको थियो। यसै गरी अर्को नतालिया, एक फ्रान्सेली युवतीसँगको अनुभवमा आधारित तपाईँको उपन्यास दोस्रो भयो। यी दुई मध्येमा रोज्नै दियो भने तपाईँले कुन रोज्नुहुन्छ र किन रोज्नुहुन्छ? यसको आन्सर त त्यही हुन्छ, सबैले दिनुहुने जस्तै। आफ्ना सन्तान दुवै त्यति नै प्यारा हुन्छ होइन। र
त्यसमा चाहिँ नि जनर अलि फरक छ सम्बन्धमा यसले सामाजिक छ त्यसमा अलि बौद्ध दार्शनिक सम्बन्धी पनि छ भने यो नटालिया चाहिँ नि एकदमै अल्ट्रा मोडर्न हो यो अहिलेको चल्ने स्टार्टिङ नै एउटा क्लबबाट एलओडी क्लबबाट सुरु हुने त्यो दृश्य त्यस्तो छ युवा युवतीहरूको गतिविधिलाई समेटेर लेखिएको छ प्रेमिल छ कि कारुणिक पनि छ प्रेमिल पनि छ कारुणिक पनि छ एउटा फेमिनिस्ट दृष्टिकोणले पनि हेर्न सकिन्छ एकजना महिलामा भित्र लुकेको छैन मनभित्र लुकेको अथाह चाहना इच्छा प्रेम काम वासना पनि भनौँ यौन पनि दर्शाइएको छ त्यसमा मिठो यसै गरी तपाईँको अनुवाद विश्व प्रसिद्ध अङ्ग्रेजी कथाहरूको नेपाली अनुवाद भोल्युम 1 देखि 6 सम्म अनि स्विडिश लेखक मार्टिनका 6वटा गरी तपाईँले धेरै अनुवाद पनि गर्नुभएको छ अङ्ग्रेजी विषयको शिक्षक भएको कारणले गर्दा पनि अङ्ग्रेजीमा अनुवादित धेरै छन् चुनौतीहरू के कस्ता सामना गर्नु पर्यो तपाईँले अङ्ग्रेजी अनुवाद गर्दै गर्दा सुरुमा त आफैले गरेको अनुवादलाई फेरि आफैले मूल्याङ्कन गरेर रिचेक गरेर गर्ने गर्थे पछि त एउटा यस्तो भयो कि कुनै पनि यो रोटी बनाउने मान्छेलाई जुन हुन्छ नि मोमो बनाएर यस्तो फाल्छन् आफूले गरेपछि हेर्नै पर्दैन भन्ने कुरा 100% कन्फिडेन्स हुने विगत लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा गीतकारका रूपमा क्रियाशील व्यक्तित्व पनि हुनुहुन्छ आजसम्म सङ्ख्यात्मक हिसाबले कति गीत लेख्नुभयो गीतै चाहिँ नि रेकर्ड भइसकेका चाहिँ 120-130 होलान् त्यसमध्ये 25वटा जति म्युजिक भिडियो नै छन् हैन अनि अरू पनि अहिले पाइपलाइनमा छन् गइरहेछन् र म व्यावसायिक रूपले लेख्छु कोही गीतकारहरू के हुन्छन् भने शौकिन हुन्छ आफैले पैसा दिएर गायकलाई म्युजिसियनलाई पैसा दिएर म चाहिँ उल्टा म्युजिसियन र गायकबाट पैसा लिएर मात्र लेख्छु र त्यो लेख्दा पनि उहाँले व्यावसायिक तरिकाले गीत लेख्नुहुन्छ शब्द सिर्जना गर्नुहुन्छ चित्त बुझेकैले होला अहिले पनि गइरहेछ मेरो गीत लेख्दै गर्दा विशेष त ध्यान दिनुपर्ने कुराहरू पनि त हुन सक्छ ध्यान त दिनु पर्दैन कुनै सानो घटनाको एउटा सानो छेउबाट पुच्छर मात्र समाउनु पुग्छ मजाले लेख्न सकिन्छ तपाईलाई आफूले लेखेका गीत मध्येमा सबैभन्दा उत्कृष्ट लागेको गीत कुन छ मलाई चाहिँ नि मैले अस्ति राइजिङ नेपालमा एउटा इन्टरभ्यू दिएको थिएँ त्यसमा पनि भनेको थिएँ मैले सबै विदेश जाने भन्छन् हुन त मेरै घरमा पनि मेरो भाइ डाक्टर छ ऊ अमेरिकामा छ नागरिकै उतै मेरो बुहारी पनि बच्चाहरू मेरो छोराछोरी चाहिँ अमेरिका अस्ट्रेलिया जाऊ भन्न पनि जान मान्दैन किनभने मलाई नेपाल यति प्यारो छ कि सबभन्दा प्यारो भनेको नेपालको मलाई पानी हो प्यारो लाग्छ त्यसैले म कुनै विदेश घुमेर आउँदा एयरपोर्टमा आउन साथ हतार पत्र नेपाली पानी पिउँछु पहिला अनि मेरा राष्ट्रिय गीतहरू मलाई प्यारा लाग्छन् जस्तै मेरो राष्ट्रिय गीतमा अनुप्रष्ट ब्यान्डले निरन साईले गाउनुभएको छ मलाई नेपाल स्वर्गभन्दा प्यारो छ भन्ने कुरा तपाईले उपन्यास लेख्नुहुन्छ कथा पनि लेख्नुहुन्छ अनुवाद पनि गर्नुहुन्छ साहित्यका यी बाहेक अन्य कुन विधा रोज्नुहुन्छ यदि तपाईलाई गजल मुक्तक कथा कविता निबन्ध उपन्यास धेरै छन् नि त साहित्यका विधाहरू तपाईले कथा र उपन्यासलाई अहिलेसम्म पछ्याइरहनु भएको छ अनुवाद पनि गरिरहनु भएको छ यो दुई बाहेक अन्य विधामा जाने मन लागेन या म अरू विधाको लागि होइन भन्ने लाग्यो प्रकाशनमा मात्र नल्याएको मसँग असंख्य चाहिँ नि कविताहरू पनि छन् र भन्नुपर्दा गजल लेख्नलाई चाहिँ नि धेरै नै प्रशिक्षण नै लिनुपर्छ कुनै एउटा अनुशासनमा बसेर लेख्नुपर्ने हो गजल नियमबद्ध हुनुपर्छ गजलमा मैले हात चलाएको छैन कलम चलाएको छैन निबन्ध र कथा उपन्यास लेख्दै गर्दा पनि नियमबद्ध त हुनुपर्छ होला त्यहाँ तपाईको लेखक आवारा हुन्छ लेखकको हातमा हो कुन स्वतन्त्र कुन पात्रलाई उठाउने कुन पात्रलाई त्यहाँ लेख्नै गर्दा चाहिँ उसको चरित्र पठन गर्ने र कुन पात्रलाई हत्यानै गर्ने कुन पात्रलाई आदर्शको रूपमा स्थापित गर्ने उसको हातमा हुन्छ एउटा कुमालीले माटोको भाँडो बनाउने जस्तो आकार आफैले दिने आफै बनाउने हो आफै निर्माण गर्ने आजसम्म प्रकाशित कृतिको संख्या कति पुर्याउनु भयो त्यो संख्यामा अहिलेसम्म हिजो म फेसबुकमा राख्दा तपाईका निबन्ध संग्रह केही आउँदै छन्
बजारमा छिट्टै एउटा कुरा मैले गोस्ट राइटिङ पनि गर्छु लेख्ने लेखक म पैसा लिन्छु लेखक अर्कै भन्नुहुन्छ नयाँ एउटा फेरि अर्को उपन्यास आउँदैछ त्यसको 3-4वटा उपन्यास पहिला पनि भइसक्यो रेडियो नेपालमा गीतहरू पनि छन् लेख्ने मैले अरू भनेर प्रकाशित साहित्यिक कृति कति पुग्यो कृति संख्या अहिलेसम्ममा हिजो मैले गनेर त्यो 40वटा जति पुगे थियो अझ 40-50 वटा हराइ नै रहेछ मैले लेखेको कुरा हराइ नै रहेछ मैले अभिलेख राख्नै सकेको छैन यो तपाईँले कुनै बेला सम्झनुहुन्थ्यो होला साधना भन्ने पत्रिका समाचार पत्रबाट कामना प्रकाशनबाट आउँ त्यसमा मेरो 2-3वटा लेखहरू जहिले पनि हुन्थे मैले त्यहाँ 10 वर्ष जति सहसम्पादकको रूपमा त्यसमा पनि काम गरेँ मैले त्यसलाई चाहिँ अहिलेसम्म कलेक्सनमा राख्न पाएको छैन यहाँसम्म कि मैले त्यो बेलामा फिफाको प्रेसिडेन्ट हाबिलेन्सेको पनि इन्टरभ्यू लिएको थिएँ म र हाम्रो प्रधान सम्पादक पुष्करलाल सरसँग मिलेर लिएको थियो ऐतिहासिक हो नि त्यो है वर्ल्ड कपमा 1998 पर्यो क्यारे त्यो लिएको त्यो किताब पनि मसँग छैन अहिले कीर्तिहरू हराइरहेका छन् आफूबाट भागिरहेका छन् भागिरहेको नि यता अस्तव्यस्त अब यस्तो नहोस् अब हुँदैन अब तपाईले अभिनय पनि गर्नुहुन्छ अभिनय गर्ने साह्रै रहर निकट भविष्यमा यो क्षेत्रमा कसरी आफूलाई स्थापित गर्ने सोच बनाउनु भएको छ अब निकट भविष्य भन्दाखेरि अब त मेरो त उमेर काट्दै गयो उमेर अनुसारको रोल पनि त आउँछ त्यस्तै भयो अस्ति एउटा मेरो आफ्नै गीतकोमा मैले त राम्रो रोल देला भनेर भन्थाने थिएँ डाइरेक्टरले त मलाई हिरोको बुवाको रोल दिए तर राम्ररी निभाए दुई पटक आफैले लेखेको गीत आफ्नै लेखेको गीतमा यो सुवर्ण अवसर पनि हो आफैले लेखेको गीतमा आफ्नै अनुभव समेटिएको हुन्छ सँगै आफ्नो अभिनय दिँदै गर्दा पनि आफूलाई हेर्न पनि रमाइलो हुन्छ तर गायकले चाहिँ जिस्किनु भएको थियो सरलाई त ब्रेक पनि दिए थिएँ यसको पारिश्रमिक त दिनु पर्दैन होला नि भनेर जोक गर्दै पारिश्रमिक चाहिँ पठाउनु भयो देशका या विदेशका विभिन्न ठाउँमा साहित्यिक कार्यक्रम गीत सङ्गीतका कार्यक्रममा पनि सहभागी हुँदै गर्दा त्यो चाहिँ नि मैले छैन म यो क्षेत्रमा म एकल रूपमा हिँडिरहेको छु लेख्ने मात्र एकल यसमा समूह बनाएर एउटा सङ्गठनको रूप सङ्गठित भएर हिँड्ने साथीहरू पनि धेरै देखेँ हुनुहुन्छ म एकल तपाईलाई सङ्गठन मन पनि मलाई समूह बनाएर र फेरि धेरै एटेन्सन ड्र गर्ने एउटै पुस्तक लेखेर चाहिँ नि आफूलाई शेक्सपियर ठान्नेहरू पनि हुनु होला हैन कसैले भन्ने कुरा हैन तपाईलाई संगठन मन पर्दैन समूह पार्टीगत हिसाबले एकजुट हुन मन पर्दैन साहित्य क्षेत्रमा पनि राजनीति चल्छ भन्छ नि त पुस्तक विमोचन हुँदै गर्दा मैले आफैसँग प्रमाण त छैन तर आफैले पैसा दिएर आफैलाई अभिनन्दन गराउने महानुभावहरू धेरै हुनुहुन्छ भन्ने सुनेको छु राजनीति चलखेल पनि हुन्छ पुस्तक विमोचन गर्दा सम्मान दिँदै गर्दा पनि राजनीतिक पार्टीको पुच्छर समाएर चाहिँ नि त्यही खेमाहरूबाट चाहिँ नि प्रशंसित हुन त यो अचेल म भन्छु स्पष्टवादी हो कसैलाई कुनै चाहिँ चोट नलागोस् अहिले सबभन्दा सस्तो हुँदै गएको भने त्यो प्रमाणपत्र सम्मानपत्र र खाडा हो त्यसमा पनि आफ्नो निकट व्यक्तित्वलाई दिइन्छ आफ्नो जो नजिक छ उसलाई सम्मान दिने अब पुरस्कार वितरणहरू गर्ने गरिन्छ तपाईले आजसम्म साहित्यिक पुरस्कार कति पाउनु भयो मैले पाएको छैन मलाई साहित्यिक पुरस्कार भन्नाले रिडर्सहरूले फोन गर्नुहुन्छ त्यही पुरस्कार जस्तो लाग्छ तपाईको आज यो यति पेजमा पढे पुगे म आँखा रसाए भन्छ कोही चाहिँ म छक्कै परे तपाईलाई भएको घटना हो भन्नुहुन्छ तर साहित्य पुरस्कार खादा माला फ्रेम त्यस्तो पाइएको छैन कुनै संगठनमा आबद्ध हुनु साहित्यिक संगठनमा पत्रकारिता क्षेत्रमा रहिरहँदा पनि निकै लामो समयदेखि पत्रकारिता क्षेत्रमा पनि पत्रकारिता क्षेत्रमा लाग्दा पनि मैले स्पोर्ट्सको डेस्क हेर्थेँ पहिले चिफ भएर अनि इन्टरनेसनल अफेयर्सको हेरेँ 20 वर्ष जति त्यो बेलामा पनि ठुल्ठुलो ठाउँमा अब राष्ट्रपति आउँदा अब राजदूतहरूको त्यो इन्टरभ्यू लिँदा चाहिँ जान्थे अरू बेलामा चाहिँ त्यस्तै हो कार्यक्रममा अब भने व्यावसायिक विश्रामको पालो विश्रामपछि पुनः आउनेछौँ हामीसँगै रहनुहोला
सस्तो र सुलभ मूल्यमा हवाई टिकट, होलिडे प्याकेजेस, भिजा प्रोसेसिङ, होटल बुकिङ तथा अन्य ट्राभल सर्भिसेसहरूको लागि विश्वासिलो र भरपर्दो ट्राभल एजेन्सीको खोजीमा हुनुहुन्छ भने आदियोगी एक्सप्रेस ट्राभल सर्भिसेसलाई सम्झनुहोला। हो, नेशनल इन्टरनेशनल ट्राभल तथा होटलको सेवा व्यवस्थापनको लागि भरपर्दो ठाउँ आदियोगी एक्सप्रेस ट्राभल सर्भिसेस, पशुपति रोड, कमल पोखरी, काठमाडौँ। मोबाइल नम्बर 98 012 37 779। लेभलको पढाइ सकियो, उच्च शिक्षा अध्ययनको लागि राम्रो देश जानुपर्ने विश्वासिलो माध्यम खोज्दै हुनुहुन्छ? यदि तपाईँ उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया, क्यानाडा, युके, न्युजिल्यान्ड लगायत अन्य कुनै पनि देशमा जाने इच्छा राख्दै हुनुहुन्छ भने तपाईँहरूले सम्झिनुपर्ने नाम डेफिनेटली आइसिएस इन्टरनेसनल हो। हजुर, उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया, क्यानाडा, युके, न्युजिल्यान्डका साथै अन्य देशमा जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। आइसिएस इन्टरनेसनल एजुकेसन एन्ड भिजा सर्भिसेस सधैँ तपाईँहरूकै साथमा छौँ। के तपाईँ जापानिज भाषा अध्ययन गर्न चाहनुहुन्छ वा जापान उच्च शिक्षाका लागि जान चाहनुहुन्छ? जापानिज भाषा कहाँ पढ्ने र जापान कसरी जाने भन्ने चिन्तामा हुनुहुन्छ? यदि त्यसो हो भने अब चिन्ता हटाउनुहोस्। हामी तपाईको सेवामा उपस्थित छौं। मात्र लोगस एक्सप्रेसलाई सम्झनुहोस्। दैनिक रूपमा कक्षा सञ्चालन हुने, तपाईको आफ्नो समय अनुसार अध्ययन गर्न पाइने, जापानमा मन परेको युनिभर्सिटी रोज्न पाइने, उपत्यकाकै भरपर्दो विश्वासिलो र उत्कृष्ट कन्सल्टेन्सी लोगस एक्सप्रेस, कमल पोखरी, काठमाडौँ। सम्पर्क फोन नम्बर 0159178833। व्यावसायिक विश्रामपछि पुनः स्वागत छ दर्शकवृन्द। हामी कार्यक्रम स्रष्टा र साहित्यको अतिथि विशेष श्रृङ्खलामा रहेर हामी साहित्यिक र साङ्गीतिक भलाकुसारी गरिरहेका छौँ। आजका अतिथि हुनुहुन्छ ओम शङ्कर श्रेष्ठ। कार्यक्रमलाई निरन्तरता दिने क्रममा पत्रकारिताको भूमिकालाई तपाईँ कसरी परिभाषित गर्नुहुन्छ? अब पत्रकारिताको भूमिका भन्नाले चाहिँ नि म आफै पत्रकार भएर पनि म भन्छु 90% पत्रकार करप्ट छन्। यो भनिराख्दा साथीहरूलाई चित्त पनि दुख्यो होला। सत्य हो, सत्य चाहिँ त्यो हो। 10% चाहिँ पत्रकार फेरि भीष्म पितामह जस्तै के भन्छन् हामीले युधिष्ठिर जस्तै निष्ठामा रहेर, नीतिमा रहेर, नियममा रहेर, आचार संहितालाई पालना गरेर बस्छन्। तिनीहरू ती 10% का पत्रकारिताहरूलाई मानिसहरूले सम्मान चाहिँ दिन्छन्, तर उनीहरूसँग भौतिक रूपमा चाहिँ सम्पन्न हुँदैन, हात थाप्न जाने आउँदैन। अरू पत्रकारहरू 2-3 वर्षमै मल थड्याउनेहरू पनि थुप्रै छन्। तपाईँ पत्रकारितामा करिब 3 दशक बढी बिताइसक्नु भएको छ। 3 दशक भन्दा अलि बढी बिताइसक्नु भएको छ। पत्रकारिताको माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास कतिको गर्नुहुन्छ? त्यो अवश्य सकिन्छ। मैले भनिहालेँ, पहिला पत्रकार आफै इमानदार हुनु पर्यो, निष्पक्ष हुनु पर्यो, सत्य हुनु पर्यो। समाज परिवर्तन त अवश्य हुन्छ, पहिला आफूमा परिवर्तन ल्याउन सक्नु पर्यो। पत्रकारिता क्षेत्रलाई परिवर्तन गर्न सक्नु पर्यो। अचेल समाचार पढ्नेहरू पनि युवाहरू, न्यू जेनेरेसनले यसो हेर्न साथ हामीभन्दा धेरै हुन्छ, यो फेक हो, यो चाहिँ प्रायोजित हो भनेर उनीहरूले तुरन्त स्किप गरिहाल्छन्, हेर्दैन। आजको नेपाली साहित्यको अवस्था तपाईँलाई कस्तो लाग्छ? साहित्यिक अवस्था धेरै राम्रो छ। सरकारले यसमा धेरै ध्यान दिनु जरुरी छ। यो प्रज्ञा प्रतिष्ठान एउटा राखेर, प्रज्ञा प्रतिष्ठानमा उपकुलपति अथवा कुलपति के भन्नुहुन्छ, आफ्नो पार्टीको मान्छे ल्याएर जाहिर खुवाउने जस्तो भइरहेछ कि साहित्य क्षेत्रमा। त्यो होइन। सुधारका लागि के गर्नुपर्छ त? सुधारको लागि चाहिँ नि अब स्रष्टाहरूलाई सम्मान गर्नु पर्यो, स्रष्टाहरूलाई चाहिँ इन्करेज गर्नु पर्यो। स्रष्टाहरूलाई अब राजनीतिमा लागेर आफ्नो चाहिँ नि पद गइसकेपछि उसलाई विशिष्ट सेवाको व्यवस्था गर्न खोज्ने सरकारले चाहिँ नि देशको लागि, देशलाई चिनाउने
लेखेर साहित्य सृजना गरेर ती सर्जकहरूलाई पनि विभिन्न तवरबाट सामाजिक तवरबाट र आर्थिक तवरबाट टेवा दिनुपर्छ मेरो विचारमा। हो, ध्यान पुर्याउनुपर्छ। अघि पनि हामीले कुरा गरिसक्यौँ, सम्मान गर्नुपर्छ भन्दै गर्दा स्रष्टा र सर्जकलाई राजनीति चलखेल त्यहाँ पनि आइदिन्छ, अत्यन्तै आउँछ। त्यसैको लागि त हामी निष्पक्ष रूपमा हेरिनुपर्छ, स्ट्रङ सिस्टम चाहिन्छ। राम्रो सिर्जनाहरू ओझेलमा पर्नु भएन, जो राम्रो सर्जक हुनुहुन्छ उहाँलाई सम्मान दिनु पर्यो, कुनै त्यहाँ स्वार्थ हुनु भएन, राजनीतिक पावर पहुँचको भरमा सम्मान दिएर त्यो सम्मानको अर्थ रहन्छ र अथवा कुनै फितलो साहित्यलाई पनि प्रोपोगन्डाकै भरमा माथि उठाइदिने, पावर र पहुँचको भरमा उहाँलाई सम्मान दिने, अगाडि बढाउने, सबैको मस्तिष्कमा पुर्याइदिने राम्रा स्रष्टाहरू, राम्रा सिर्जनाहरू सधैँ ओझेलमा पर्छ, हामीसम्म पनि आउँदैन, पाठकसम्म कसरी पुग्ने त्यो सम्भावनै हुँदैन। सरकारले यो कुरामा विशेष ध्यान दिनु जरुरी छ। वर्तमान पुस्ताका लेखकहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? वर्तमान पुस्ताका अथवा मैले अलि पुरानो पुस्ता भइसक्यो, वर्तमान पुस्ताकाहरूले त धेरै ख्याल गर्नुपर्छ साहित्य लेखनमा। अहिले एआई भन्ने एउटा आछ नि, मेरै लेखेको उपन्यासमा यो उपन्यास कस्तो छ भन्दा झनै मलाई तर्सिने गरी मैले भन्दा राम्रो त्यो फरर जवाब दिन्छ। त्यो जेपिटी के भन्छ है, च्याट जिपिटी, ओहो बहुत डेन्जर छ। त्यसले चाहिँ नि अब हाम्रो मानव जीवनलाई चाहिँ रोबोटिक लाइफमा लाँदैछ। हुन त मानवहरूमा पनि आफ्नो भावना र संवेदन सुक्दै गइरहेको र मर्दै गइरहेको अवस्थामा मान्छेहरूमा अहिले सम्बन्धहरू पनि सबै त्यस्तै छ नि, होइन? भौतिक आधारमा हुन्छ, सबैको फाइदा बेफाइदाको आधारमा हुन्छ। त्यस्तो बेलामा प्राकृतिक रूपमा चाहिँ नि साहित्य सृजना गर्नुपर्ने बेलामा एआईले अब नयाँ पुस्तालाई ठुलो चुनौती दिन्छ मेरो विचार। विचार पुर्याएर ध्यान दिएर साधना गरेर साहित्य क्षेत्रमा आउनुपर्छ, यथार्थ हुनुपर्छ साहित्य भन्ने कुरा, सत्य हुनु पर्यो, सत्य हुनु पर्यो। हुन त काल्पनिक पनि हुन्छ, तर काल्पनिक कुरालाई पस्कँदा पनि मान्छेले चाहिँ यो यथार्थ जस्तो छल्कियोस्। डिजिटल युगले एआईको कुरा गरिहाल्नु भयो, डिजिटल युगले साहित्य क्षेत्रलाई प्रभावित कतिको पारेको छ? यसले राम्रो सकारात्मक प्रभाव पनि छ। अहिले हजुरहरूले यो मेरो अहिले इन्टरभ्यू लिइदिनु भएर पाठक दर्शकको समक्ष पुर्याइदिनु भएर म चिनिनमा पाएँ। मैले कुनै बेलामा मैले त भविन प्रधान भन्ने नाम सुन्नुभयो होला, तर राम्रो गायक हुनुहुन्छ उहाँको 1996 भन्नेमा सबै मैले गीत लेखेको थिएँ। मेरै आफ्नै मामाको छोरा घरमा हुँदा चाहिँ बाबु त्यो गीत बजाइरहेको थियो, त्यो गीत मैले लेखेको भन्दा गफ दिनुहुन्छ दाइ भनेर भन्नु। जब मैले फ्ल्याप देखाएपछि उसले पत्याउनु भयो। प्रचार प्रसारको डिजिटलले चाहिँ प्रचार प्रसारलाई त्यति सहजीकरण गरिदिएको छ। अहिले सही सदुपयोग गर्न सक्यो भने राम्रै छ, राम्रै हुन्छ। पत्रकारिता लामो समयदेखि गर्दै आउनुभयो, शिक्षण पेसा झन् धेरै समय भइसक्यो गरिरहनु भएको, र साहित्य लेखन पनि दशक बिताइसक्नु भएको छ। यसै गरी पत्रकारिता शिक्षणसँगै साहित्य लेखन गीत लेखनमा समेत सक्रिय हुँदै यहाँसम्म आइपुग्दा सिकाइ र अनुभवका के कस्ता परिस्थितिसँग सामना गर्नु पर्यो तपाईँलाई जीवनमा? अनुभवलाई भन्ने कुरा भन्ने हो भने साहित्यकारहरूलाई चाहिँ अहिले पनि आफ्नै स्रष्टाहरूको वर्गबाट पनि त्यति सम्मान र स्थान दिएको मैले पाएको छैन। पारिश्रमिक माग्दा आश्चर्य पर्नुहुन्छ। कुनै पनि गायकले स्टुडियोमा गएर गीत रेकर्ड गर्दा चाहिँ त्यहाँ म्युजिक एरेन्जर, स्टुडियोको चार्ज त्यो तिर्दा चाहिँ नि उहाँहरूलाई केही हुँदैन, गीतको पैसा तिर्नु पर्यो भने गर्नु। कोही मैले गायकहरू अहिले देखिरहेको छु आफैले गीत लेख्ने, सबैले लेख्ने हो भने त भावना त सबैको हुन्छ, तर प्रस्तुतीकरण चाहिँ नि हुनु पर्यो। प्रेजेन्टेसन इज द डिफरेन्ट थिङ, होइन? अब सबै आफैले गर्न थाल्यो भने अब पटापुङ्ग हुने नै हो। त्यसमा गाउने अनि अब गोस्ट राइटिङमा मैले देखिरहेको छु पैसा माग्नलाई हुन त एक पटक भन्दा दुई पटक माग्नु परेन, तर पैसा दिँदा चाहिँ नि उहाँहरूले लगानी गरेर त्यहाँबाट पनि उहाँले गोस्ट राइटिङ गरेर आफ्नो नाम राखेर फाइदा लिने हो। 2-4 लाख 5 लाख पहिलाको पनि लिइसक्नु भएको छ, तर आफूले त्यो पैसा पारिश्रमिक लाख रुपियाँ अथवा 1.5 लाख दिनु पर्यो भनौँ न, दिनु पर्दा चाहिँ फ्रीमै दिइरहे जस्तो मन अलि दुखाए जस्तो खिन्न भएको देखेर अनुहार देखेर हाँस्न मन लाग्थ्यो मलाई। कुरा निस्किहाल्यो आर्थिक पाटोको कुराहरू पनि। साहित्य लेखनले सर्जकलाई आर्थिक रूपमा कतिको सबल बनाएको पाउनुहुन्छ? सबल त यस्तो कि
यदि प्रकाशक पनि यहाँ इमान्दार भइदिएको भए त नि सबल त धेरै हुन्थ्यो। 4000 कपी बिक्री हुँदा पनि तपाईँको 500 मात्र छापेको गएकै छैन त्यो पनि भन्ने, कुनै कुनैमा चाहिँ नि त्यो 500 मात्र छापेको भन्ने। म यहाँ नाम नलिउँ, ठुलो प्रकाशक संस्था, एकदमै इतिहास बोकेको संस्था, 500 कपी मात्र छापेको भन्दा 250 कपी त मैले आफैले किनेको। 250 कपी जान्दैन होला 3 वर्षभित्रमा? जान्छ होला, तर उहाँले गएन भन्नुभयो, झुट बोल्नुभयो। त्यसैले यो नथलिया चाहिँ नि मैले आफै प्रकाशक भयो, मैले लगानी गरेँ। पुस्तक प्रकाशक गर्ने जुन संस्था हुन्छ, प्रकाशन गर्ने संस्थामा पनि यस्तो चलखेल रोयल्टी दिँदा धेरै चलखेल गर्छन्। मेरो अरू पनि नाम लियो भने सबैको चिट्ठा दुख्छन्। अरू पनि त्यही हो, रोयल्टी माग्यो भने गएकै छैन सर, गएकै छैन भन्नु। कोही त झस्केरै पनि दिन्छ, सरको दिनुपर्ने रहेछ है। अहिले त झन् प्राइस, पहिले 150 प्राइस थियो, अहिले 250 बनाएको छ, ल 25,000 को चेक लिएर जानुहोस् न भनेर रोयल्टी दिनुहुन्छ कोहीले। अब जसले दिनुहुन्छ उहाँले अहिले सुनेर हाँसिराख्नुहुन्न। हुन्छ होला पक्कै पनि यो अन्तर्वार्ता हेरिसकेपछि। अघि थोरै कुरा निस्केको थियो, प्रज्ञा प्रतिष्ठान मात्र राखिदिएर हुँदैन, उपकुलपति राख्नुहुन्छ, तलब खुवाउनको लागि मात्रै राखेको जस्तो छ, साहित्य क्षेत्रलाई उत्थान भएको छैन, केही पनि सहयोग भएको छैन भन्ने कुरा निस्केको थियो। साहित्य क्षेत्रमा लाग्नुभएका स्रष्टा र सर्जकले सरकारी निकायबाट पर्सनल्ली तपाईँलाई सोध्दैछु, व्यक्तिगत रूपमा के कस्तो सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नुहुन्छ? सहयोग त त्यो हो, सबै मान्छे वृद्ध हुन्छन्, मानिसहरूलाई चाहिँ नि बाँच्नलाई भन्दा मर्नलाई गाह्रो हुन्छ। बाँच्नलाई त जसरी जे खाएर पनि हुन्छ, र मुक्ति पाउनलाई पनि विभिन्न रोग व्याधि यस्तो हुन्छ, बुढेसकालमा गाह्रो हुन्छ। वृद्धाश्रम वृद्ध भत्ता दिए जस्तै साहित्य भत्ता पनि दिनुपर्छ भने मेरो आफ्नो विचार, पर्सनल। कति मिठो विचार दिनुभयो। जस्तो अघि सम्मानको कुरा भएको थियो, सम्मान दिँदै गर्दा पनि चलखेल हुनु भएन, निष्पक्ष हुनु पर्यो। जस्तो तपाईँले कुनै एउटा सिर्जना राम्रो लेख्नुभयो, त्यसलाई ओझेलमा पारिदिनु भएन। कम्तीमा पाठकले पढ्न सक्ने एउटा पुस्तक सर्जकको सरकारी निकायबाट पनि हेरिनुपर्छ भन्ने कतिको अपेक्षा गर्नुहुन्छ? मेरो पुस्तक पढिदिए हुन्थ्यो उच्च ओहदामा हुनेहरूले भन्ने। त्यो त अवश्य पनि, मैले पनि वडामा चाहिँ नि पुस्तक त्यस्तो बिक्री हुन्छ कि भनेर म अहिले निकालेको त मेरो आफ्नै पैसाले भयो, पैसा उठाउनु पर्यो भन्दा चाहिँ नि बजेटै छैन भन्नुहुन्छ। जबकि मेरो यो बसन्तपुरको हनुमान ढोकाको एउटा सम्पदा क्षेत्रको अध्यक्ष चन्द्रगोपाल प्रधान भन्ने, उहाँले चाहिँ एकैछिनमा लिइदिनु भयो, राम्रो छ तिमीले गर्नुपर्छ, साथी पनि हो। अरूहरूसँग बजेटै छैन झुलाउने। अनि मैले चाहिँ यसो हेरेँ, तपाईँहरूलाई चाहिँ नि सानोतिनो मिटिङ चाहिँ रिसोर्टमा गएर बियर खाएर विस्की खाएर गर्नलाई बजेट हुन्छ, संस्थाहरूलाई किताब एउटा लिनलाई तपाईँ बजेट छैन भन्नुहुन्छ? अनि जवाब छैन। जवाब के दिने? साहित्य क्षेत्रलाई सरकारी निकायबाट हेरिनुपर्ने हो, अहिलेसम्म हेरिएको छैन। एउटा प्रज्ञा प्रतिष्ठान बाहेक अरू केही पनि छैन कि त सङ्गठन बनाउनु पर्यो, आफूले गठन गर्नु पर्यो, नत्र सरकारी निकायबाट अहिलेसम्म हेरिएको छैन। तपाईँले केही सहयोग पाउनु? यसमा त प्रायोजित पनि हुन्छ, त्यसमा साम्प्रदायिक पनि कुरा हुन्छ। कसैले तपाईँले इतिहास खोतल्दै हेर्नुभयो भने साहित्य क्षेत्रमा एउटा किताब अनुवाद गर्ने मानिसको पनि अहिलेसम्म दिवसै मनाउँछन् हामी, होइन? 2टा उपन्यास लेख्ने मान्छेको पनि हामी हरेक वर्ष जयन्ती नै मनाउँछौँ। मैले लेखेको कतिवटा किताब छन् भन्ने कुरा अहिले भनिसकेँ। त्यो कतिवटा छन् र कस्ता छन्, के सन्देश दिन्छन् भन्ने कुरा पनि प्राथमिकतामा रहन्छ। आगामी परियोजनाहरू के छन्? कुनै नयाँ पुस्तक आउँदैछ भन्दै गर्दा 2टा पुस्तक आउँदैछ। नयाँ पुस्तक एउटा इङ्ग्लिसमै, यो नतालिया भने पनि इङ्ग्लिसमा ट्रान्सलेट भइरहेछन्, अनि अर्को इङ्ग्लिसको पनि। अब म अन्तर्राष्ट्रिय जगततिर प्रवेश गर्ने विचारमा छु, प्रक्षेपण गर्ने विचारमा छु मेरो सृजनालाई। अनि त्यसपछि एउटा श्राप भन्ने नेपाली नै उपन्यास आधा जति सकिसक्यो। त्यो म 1-2 वर्ष लाग्छ, लगानी गाह्रो छ नि त, गाह्रो छ, समय लाग्छ लेख्न पनि। मानिसले मदिरा किन्न, चुरोट किन्नलाई मान्छेहरू चाहिँ नि सजिलै खर्च गर्छ, र पुस्तक किन्न खर्च गर्न मुस्किल पर्छ, दान दिएको जस्तो ठान्छन्। जबकि त्यसमा चाहिँ त्यो प्रिन्टिङमा पैसा लागेको हुन्छ, सबै कुरामा लागेको हुन्छ, होइन? अब कुनै स्कुलले त पुस्तकालय नै छैन भन्छन्,
मलाई हाँसमा लाग्यो प्रिन्सिपलले पुस्तकालय छैन भने पुस्तकालय नभएको पनि विद्यालय हुन्छ त भनेर सोध्छु एउटा उपहार दिउँ भने पनि पुस्तकालय नै छैन भनेपछि के उपहार होइन उपहार त स्रष्टाले आफूलाई मारेर उपहार दिन सक्दैनन् त्यो कसैको प्रायोजनमा लगानी भएको छैन आफ्नै पैसा लगानी भएको छ डिस्काउन्ट दिन सकिन्छ छुट दिन्छौँ हामी तर किताब 2-4वटा लिनलाई पनि अङ्क नहुन्छन् मतलब चाहिँ नि साहित्यप्रति अनुरागी नभएको विद्यालयमा पनि यो समस्या देखियो साहित्यकारलाई भेट्नु पर्यो भने चिया खाने पैसा पनि हुँदैन कसरी भेट्ने भन्ने पनि कुराहरू आइरहेको हुन्छ आर्थिक रूपमा यसै पनि सबल हुन सक्ने कुरै भएन अब पुस्तक प्रकाशन गर्नुहुन्छ पुस्तक प्रकाशन गर्ने संस्थाले पनि चलखेल गर्छ अनि साथीहरूले पनि मागेर काम चलाउने भन्ने सुनिन्छ यो कतिको सत्य हो तिमीले लेखेको तिमी मेरो साथी तिमीले लेखेको पुस्तक पनि मैले किन्ने एउटा दिन्न भन्ने हुन्छ मागेरै काम चलाउने त्यसैले त्यो कल्चर चेन्ज गर्नुपर्छ त्यो ट्रेन्ड जुन थट छ नि मान्छेलाई हेल्प गर्नुपर्छ भन्ने कुरा विदेशमा त गीत गाएर बस्यो अथवा राम्रो गीत गाएर फुटपाथमा बस्यो टोपी एउटा राखेको छ भने उसको गीत नसुने पनि पैसा राखेर जान्छन् इन्करेजमेन्ट स्रष्टा र सर्जकलाई सम्मान गर्नु पर्यो पुस्तक मागेर होइन किनेर पढ्नु पर्यो तपाईलाई सबैभन्दा मनपर्ने कविको नाम लिनु पर्दा कसको नाम लिनुहुन्छ कविजी त मलाई लक्ष्मीप्रसाद देवकोटा नै मनपर्छ साहित्यकार सबै तपाईको दृष्टिकोणमा आजको पुस्ताले कस्तो साहित्य पढ्नुपर्छ जस्तो लाग्छ अब त्यो त इन्डिभिजुअल इन्ट्रेस्टमा फरक पर्छ चोइस कस्तो हुन्छन् विभिन्न किसिमको हुन्छन् अब जस्तै करुणामा आधारित शिक्षाप्रद अब यौन र वैश्य प्रेम सम्बन्धी विभिन्न किसिमको हुन्छ जासुसी उमेर अनुसार पनि हुन्छ आफ्नो इच्छा चाहना पनि तपाईलाई म अब एउटा प्रश्न सोध्छु पत्रकारितामा पनि लामो समयदेखि बिताइरहनु भएको छ लेखन क्षेत्रमा पनि लामै समय बिताइसक्नु भयो तपाईलाई पत्रकारिता र लेखन मध्ये रोज्नै परे कुन रोज्नुहुन्छ र किन रोज्नुहुन्छ अफ कोर्स लेखन नै रोज्छु त्यसमा शुद्धता छ त्यसमा चाहिँ नि आफ्नै निर्णय स्वतन्त्रता छ आफ्नै निर्णय हुन्छ त्यसैले लेखन नै रोज्नुहुन्छ लेखन मनपर्छ अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ तपाईलाई भन्न मन लागेको र मैले सोध्न छुटाएका केही कुरा छन् भने राख्न सक्नुहुन्छ अब मेरो खास मूल पेसा त मेरो शिक्षण हो 39-40 वर्ष हुनुलाई अहिलेसम्म 4 दशक बिताइसक्नु भयो शिक्षण पेसामा निरन्तर त्यो पनि एक दिन पनि छुटेको छैन तर अहिलेसम्म चाहिँ नि म तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा चाहिँ नि बढुवा भएको छैन एकपटक गएर चाहिँ स्वदेशी शिक्षक सेवा आयोगमा पूर्ण प्रसाद कि बहादुर दर्जी हुनुहुन्थ्यो उहाँले मलाई देख्न साथै उठेर तपाईँको 1 वर्षको फाइलमा गोलमाल गरिदिएछ बिगारेको छ भनेर भन्नुभयो यसो अब जब कि मैले पढाएको गएको सालमा पनि म अङ्ग्रेजी विभागको प्रमुख नै मैले पढाएकोमा मेरो विषयमा 40 जनाले त 4 GP नै ल्या 100% पास त जहिले अब टिचिङ आउटकम्स स्टुडेन्ट्सको लर्निङ आउटकम्समा त कुनै फरक छैन तर यहाँ सबै राजनीति आइबी सेटिङ रहेछ यो सबै त्यो चाहिँ गजब लाग्यो मलाई कुनै पार्टीलाई सपोर्ट गरेको भए आज बढुवा भएर उच्च ओहदामा पुगिसक्नुहुन्थ्यो मेबी कसैलाई सपोर्ट गर्नु भएन जहाँको त्यही रहनु भयो म त पूर्ण राष्ट्रप्रति समर्पित मेरो पार्टी पनि राष्ट्र मेरो विचारधारा पनि राष्ट्र मेरो देश बाँच्नुपर्छ भन्ने कुरा हो अन्त्यमा म एउटा प्रश्न सोधेँ तपाईको विचारमा जीवन र प्रेमलाई कसरी लिनुहुन्छ अब जीवनलाई भन्ने कुरा चाहिँ नि जीवन चाहिँ नि द्याट इज इनएभिटेबल भन्छ हैन जन्मिएपछि मर्नै पर्छ भने मैले कोटेसनहरू पनि लेख्छु फेसबुकमा पोस्ट गर्छु मैले पहिला जमानामा फेसबुकै नआए बेलामा कोटेसन एउटा लेखेको थिएँ लाइफ इज अ लङ ड्रिम वी विल वेक अप ओन्ली व्हेन वी डाई भनेर त्यो यति मन परायो मेरो एकजना साथी स्कुलको साथीले मेरो बाल्यकालको साथी राजेश प्रधान भन्ने अहिले अमेरिका बस्नुहुन्छ उहाँले फ्रेमिङ गरेर चाहिँ आफ्नो अमेरिकाको घरमा राख्नुभएको छ अब प्रेमको कुरा गर्नुभयो भने प्रेम त अचेल प्रेम भ्रम मात्र हो प्रेम सत्य होइन भ्रम मात्र हो प्रेममा स्वार्थ मात्र लुकेको हुन्छ निस्वार्थ प्रेम छँदै छैन अझ मैले साहित्यमा एउटा उपन्यासमा कुनमा पढेको थिएँ विदेशीहरूको उपन्यासमा ट्रु लभ डज नट एक्जिस्ट
True love exists for a while if two lovers commit suicide at once. त्यो मोमेन्ट हो एकले अर्कालो दुई अँगालोमै सँगै मर्ने अरू भनेको यो लेनदेन हो प्रेम भने तपाईलाई म फेरि सोधिहालेँ तपाईको निस्वार्थ प्रेम केमा शिक्षण पेशामा पत्रकारितामा र साहित्य कुन क्षेत्रमा छ प्रेम यो त पेशाप्रतिको भयो मैले मानव प्रेम पेशाप्रति तपाईको निस्वार्थ प्रेम कुन क्षेत्रमा निस्वार्थ प्रेम त मेरो नम्बर 1 मा साहित्य सेकेन्ड मा शिक्षण थर्ड मा पत्रकारिता आउँछ नम्बर 1 मा साहित्य किन राख्नुभयो साहित्यमा किनभने चाहिँ नि त्यसमा चाहिँ नि मैले मनभित्र आफूले बिजीको कुराहरू भन्न नसकेको उकुस मुकुस भएर गुम्सिएको कुराहरूलाई मजाले प्रस्फुटन गर्न सक्छु त्यसैले साहित्य मेरो मात्र होइन अर्काको दुःखलाई पनि मैले त्यहाँ ल्याएर पोख्न सक्छु कोही कोही मानिसहरूले मलाई चाहिँ नि सानो केही लेखेर भनिन्छ नि फेसबुकमा हेरेर फोन आउँछ राति 12 बजे पनि के भयो तिमीलाई के भयो भने मैले लेख्ने कुरा मेरो होइन मैले एकजना साथीको मर्म देखेँ दुःख देखेँ मैले लेखिदिएको कुनै पनि लेखकले मलाई लाग्छ यो मेरो पर्सनल है भ्यू पोइन्ट कुनै पनि लेखकले आफ्नो पर्सनल कुरा मात्र लेख्दैन उले 90% चाहिँ नि अर्काको भावनालाई देखेको सुनेको कुरालाई चाहिँ नि समेटेर लेख्ने हो समय र सम्वादका लागि धेरै धेरै धन्यवाद तपाईलाई तपाईले पनि बोलाउनु भयो तपाईलाई पनि धन्यवाद अनि तपाईको बागमती टिमलाई पनि धन्यवाद हेमन्त सरलाई पनि धन्यवाद सबैलाई धन्यवाद कार्यक्रम स्रष्टा र साहित्यको आजको श्रृङ्खलामा अतिथिसँग साहित्यिक कुराकानी गर्दा गर्दै समयले नेटो काटेको पत्तै भएन हाम्रो कार्यक्रममा आएर आफ्नो अमूल्य समय दिई आफ्ना विचारहरू राखिदिनु भएकोमा सर्जक ओम शङ्कर श्रेष्ठजीलाई विशेष धन्यवाद तपाईहरूलाई आजको श्रृङ्खला कस्तो लाग्यो आफ्नो अमूल्य प्रतिक्रिया दिन नभुल्नुहोला आजको श्रृङ्खलाबाट प्रस्तुता सुस्मी कर्णेल ओझेल पर्सु बागमती टेलिभिजन एचडी हेर्दै गर्नुहोला नमस्कार